सम्पूर्णमा हार्दिक नमस्कार छ। आज विशेष गरेर तपाईहरुलाई म नयाँ जानकारी गर्न गइरहेको छु। अलिकति यो लिपिलेक लिम्पियाधुरा दार्चुलाको बारेमा म तपाईहरुलाई अलिकति जानकारी गर्न गइरहेको छु हैन। लिपिलेक लिम्पियाधुरा नेपालकै भूभाग हो हैन, जहाँ चाहिँ अलिकति त्यहाँ चाहिँ अस्ति आम निर्वाचनमा नेपालीहरूलाई भोट हाल्न पनि दिएन हैन। त्यही भएर अलिकति यो भारतीय हस्तक्षेप छ। त्यही भएर चाहिँ अलिकति यो भारतीय सरकारलाई म के भन्न चाहन्छु भने यो लिम्पियाधुरा लिपुलक्षी नेपालकै भूभाग चाहिँ पर्छ हैन, नेपालकै हो हैन। नेपालले स्वतन्त्र रूपमा त्यहाँको स्थानीयवासीहरूले चाहिँ अलिकति मताधिकार प्रयोग गर्न पाउनुपर्छ र त्यहाँ अलिकति यो पुल पनि झलुङ्गे पुल पनि बनाउन दिइरहेको छैन भन्ने खालको चाहिँ म सुनिरहेको छु हैन। मिडिया मार्फत चाहिँ अलिकति यो भारतले चाहिँ दिइरहेको छैन भन्ने खालको चाहिँ सुनिँदैछ। यो यसको वास्तविकता के हो? हर्क साम्पाङलाई चाहिँ अलिकति त्यहाँ झोलुङ्गे पुल बनाउनको निमित्त विद्यार्थीहरूलाई अलिकति आवत जावत गर्न पढ्न सजिलो होस् भनेर चाहिँ अलिकति हर्क साम्पाङले चाहिँ पहल गरेर भएको छ अलिकति। त्यही भएर चाहिँ त्यहाँ चाहिँ अलिकति कन्डिसन कस्तो छ, वास्तविकता के हो? अलिकति नेपालकै भूभाग हो भने चाहिँ अलिकति स्वतन्त्र रूपमा हैन नेपाली जनताहरूले चाहिँ काम गर्न पाउनुपर्छ, बोल्न पाउनुपर्छ भन्ने खालको चाहिँ म माग गर्न चाहन्छु। किनभने चाहिँ अलिकति लिम्पियाधुरा लिपुलेक भनेको नेपालकै अलिकति हो भनेर चाहिँ अलिकति प्रुफ भइसकेको अवस्था हो हैन। त्यही भएर चाहिँ त्यो चाहिँ हुनुपर्छ भन्ने खालको चाहिँ म माग चाहिँ गर्न चाहन्छु।